आज मैले मेरो घरबाट देखिने वरिपरिका दृश्यहरू म तपाईँलाई देखाउन गइरहेको छु। भिडियो पुरा हेर्नु होला, लाइक कमेन्ट सेयर गर्नु होला, मेरो फेसबुक पेजले फलो गर्नु होला है गाइस। मेरो घरदेखि देखिने वरिपरि पुरै मेरो वातावरणहरू देखाउने छु है गाइस। हेर्नुस्, यो मेरो पुरा घर भयो। यो चाहिँ फुल गाईको लागि पर गाईले लगाइने हामीले पनि लगाउनु पर्छ। यो जमरा यो मेरो घरको तल्लो साइडबाट देखिने यो बिलौटीको रुखहरू भयो। यो मेरो घरको पछाडिबाट देखिने दृश्य। अनि यो चाहिँ माथि घाम झुल्किसकेछ। त्यो माथि चाहिँ पोवाङ गाउँ पर्छ तुदानादेखि उपाय त्यो सेरम गाउँ भयो। यहाँदेखि देखिने यतापट्टि चाहिँ सिउरी पर्छ। यो तलपट्टि देखिने पुल चाहिँ पारि सुनसरी झरना जाने पुल हो। यहाँदेखि ठिक्कै देखिन्छ। यो चाहिँ हाम्रो दाइ पर्ने सानोको घर हो। यो चाहिँ अखबारे खोर्सानी खानाले लगाइएको छ आफूले। यो चाहिँ हाम्रो माइलाबडाको घर अति नै पुरानो भइसकेको छ। यसले मर्मत गर्नुपर्ने छ। यो बिलौटीको रुख भयो यहाँ पनि। यो चाहिँ मेरो घरको अति नै नजिक भएको बाजीको साग। अनि यो चाहिँ सकरगन्जी तरुल भन्छ। हाम्रो प्रायः यही खेती नै छ, धेरै खेती नै छ। यही सकरगन्जी तरुल छ, माथिदेखि तलसम्म छ है। यो कुबिन्दा हाम्रो गाउँतिर फल्ने, तपाईँतिरको हुन्छ होला कुबिन्दो। यो चाहिँ सुनसरी जाने बाटो है। सुनसरी जाने बाटो सर यही देखाउन चाहन्छु तपाईँहरूलाई। सट्टै पार सुनसरी जान्छ। पानीको मूल त्यहाँ छ, त्यहाँदेखि सर पानीको मूल यहाँ आउँछ। एकदम प्योर स्पेसल पानी तपाईँहरूलाई देखाउन चाहन्छु। हाम्रो गाउँको एउटा मामा पर्ने साइनो राइबिन मामाले यहाँ चाहिँ सिमी लगाउनु भएको रहेछ। ठिकै छ, राम्रो अलिअलि फलिरहेछ। यो चाहिँ हाम्रो गाउँतिरका मामा पर्ने साइनो उहाँहरूले चाहिँ यहाँ धान खेती गर्नु भएको छ। लगभग धान पाकि नै सकेको छ, काट्न बाँकी रहेछ। यो कोडो बारी, यो तपाईँले देख्नु भएको छ नि, यहाँदेखि माथि जहाँ फुलसम्म फुल छ त्यहाँसम्म चाहिँ हामीले कोडो खेती गरेका छौँ। यो फुल चाहिँ अहिले काटेर उन्ने हो अब होइन, गाईले लगाइदिनु पर्यो सायद भोलि। यो चाहिँ फुल भयो सर, यो काटेर चाहिँ लैजाने हो। भोलि गाई बाख्राले लगाइदिनु पर्छ। भोलि गाई तिहार टक्क लागेर होइन। तपाईँलाई गाइस कस्तो लाग्यो यो कोडो बारी, कोडोको खेती? गाइस फाइनली यो सुनसरी झरना म पारि जान सकेन। कुनै दिन पारि जाँदाखेरि भिडियो बनाउला। तपाईँहरूले यतैदेखि पनि देख्न सक्नुहुन्छ यो सुनसरी झरना है। यस्तो छ। यो पुल भयो के अरे है। अनि म पारि अहिले जान सकेन, जाँदाखेरि बनाउँला। अनि यता चाहिँ त्यो चाहिँ लुङ्ग्री